हेलो गाइस कुतुब मिनार यस्तो छ है म पनि फर्स्ट टाइम आएको हैन त्यही भएर हेरिराख्नु तपाईहरुले पनि यो भिडियो हेरेर हजुरहरुलाई पनि मन पर्छ भन्ने आउन सक्नुहुन्छ हेर्नुस् पुरै यतातिर यस्तो छ कसलाई मन पर्छ आउनु होला यस तपाईलाई सबै मसिनहरु देखाइदिन्छु यताबाट निस्कौँ ल मेन त यही जस्तो लाग्यो मलाई है गाइस यो कुतुब मिनारको यही होला मेन सबैतिर घुम्यो तर यही मात्र मान्छेहरु उभिएर फोटोहरु धेरै खिचिरहेको हुन्छन् है अरु त खास खै केही देखिनौ मैले त किनभने फर्स्ट टाइम आएर पनि आफूले नबुझेर नजानेर हो पो कि त तर मलाई त्यो चाहिँ थाहा भएन है फर्स्ट टाइम आएर पनि होला मलाई अनुभव नभएको गाना सुनना पड़ेगा तैयार करना पड़ेगा भाई मुआवजा करे हाँ यस्तो छ खै त्यो पुरानो डिजाइनको चाहिँ बनाएको होला यो पुरानो डिजाइनको घरहरु होला सायद यिनीहरु ढेडेली के भन्ने ढेडेली हेर्नु न लाइभ होइन भिडियो नै बनाऊ हेर्नुस् सबै मान्छेहरु छन् हौ आज जहिले पनि एक त आज घाम मस्त लागिरहेछ के त्यही भएर पुरा गर्मीले यसै पनि हालत खराब भइरहेछ गाइस के गर्नु यस्तो जाडो हुँदा पनि जाडो हुन्छ भनिन्छ गर्मी पनि गर्मी भयो भनिन्छ मान्छेलाई जे गर्दा पनि नहुने रहेछ है हेर्नुस् त त्यस्तै छ सबै यस्तोहरु मात्र छ धेरै हैन मान्छेहरूले सिकाउने यो यस्तो उस्तो भन्ने बात आफूलाई पनि थाहा हुन्छ होला है गाइस अब त्यस्तो कलेजको जान्ने मान्छेहरुसँग आयो भने त सबै कुरा थाहा पनि हुन्छ होला अब हामी जति पनि आउँछौँ त्यो फर्स्ट टाइम आएको हुनाले हैन कसैलाई थाहा पनि छैन कि त्यही भएर त्यही भएर पनि हामीले थाहा नभएको अवस्था हो अब हामी पनि निस्किनु लागेको अब हामी पनि लास्ट यही हो यहाँबाट निस्किन्छौँ हामी पनि अब किनभने टाइम पनि ओभर भयो अल्छी पनि लागिरहेछ त्यो गाइस आज पता नि के भयो घुम्नु आएको मान्छे अरे अल्छीले फोटो खिच्नु पनि अल्छी लाग्यो भिडियो बनाउनु पनि अल्छी लाग्यो है के गर्नु यस्तोहरु लेखेको हुँदो रहेछ कि खै यस्तो लेखिरहेको छ कि सायद यो होला कि पुरानो मान्छेहरुको के कसो सबै यसैमा लेखेको होला कि यहाँ हेरौँ न हाम्रो म्याडमहरु आज हामी बिना त अधुरै अनि यस्ता छन् हामी पनि निस्किरहेको छौँ गाइस ल अब म पनि